हेलो गाइज वेलकम टु आवर नेपाल। हामी चाहिँ अहिले है नेपालको खुम्बु रिजनमा पर्ने टुरिज्म एरिया थुप्रै हिमालय बिचको ठाउँमा रहेका छौँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले सबै दृश्यहरू। हामी चाहिँ बेस क्याम्प हुँदै अनि चोला पास ठ्याक्कै हिमालको बिचबाट चोला पास हुँदै अहिले रेन्जोला पास गर्न गइरहेको छौँ। देख्नुहुन्छ सुन्दर दृश्यहरू माउन्टेनको। हजुरहरू पनि घुम्न अवश्य आउनु है। खुम्बु रिजनमा पर्ने यहाँबाट थुप्रै हिमालहरू देख्न सक्नुहुन्छ। माउन्ट एभरेस्टहरू पनि यहाँबाट पिक राम्रोसँग देख्नुहुन सक्नुहुनेछ। ल हेर्नुहोस् हिउँले भरिएको छ है गाइज। रेन्जोला पास जाने बाटो यस्तो रहेछ हेर्नुहोस्। यहाँबाट टपमा म पुनः लागेको छु है त। अबको 15 मिनटमा टप छु होला सायद। यहाँबाट देखिन्छ नजिक तर हिँड्न अलिक गाह्रो हुन्छ हाई अल्टिट्युडमा भएर होला। वाउ वन्डरफुल मोमेन्टम। म पनि फर्स्ट टाइम भिजिटिङ टु आवर खुम्बु रिजन। म पनि फर्स्ट टाइम आएको हो। यहाँ बसेर यो हिमालहरू हेरेर कहिल्यै थाकिन्न रहेछ क्या गाइस। नयाँ फिल हुँदो रहेछ यहाँ आएपछि। कस्तो ठाउँमा छु म। हेर्नुहोस् त हिउँहरू छ। कसले हिउँ खेल्न मन पर्छ आउनुहोस् है त।